ओभरटेक हो क्या एकदम रिस्की ओभरटेक हो क्या हो यो साइकलिस्ट पकर स्कर्पियोमा ओके सो म गाडीमा पनि अरू गाडी चलाइरहेछ भने म अरूले चलाएकोमा चाहिँ डर लाग्छ होइन आफूले चलाएकोमा चाहिँ अलिकति कन्फिडेन्ट हुन्छ सो यतिकै त डर लाग्ने त्यसले यस्तो रफ चलाइदियो होइन त्यो बाइक चढेको 2 मिनटमा मैले त्यसलाई रोक भन्न लगाएर अनि राइड क्यान्सल गरेको थिएँ कि सो इट वाज द्याट हार्मफुल अनि डेन्जरस सो कोही राइड फेरि मैले त्यसले चढ्नुभन्दा अगाडि भनेको एकदम बिस्तारै जाऊँ भाइ भनेर होइन बट नाउ एक त त्यसको बाइक पनि घ्याट गरिरहेको थिएँ पुरानो बाइक द्याट द फर्स्ट टाइम आई एभर डिड राइड बुक गर्दाखेरि द्याट वाज भेरी डेन्जरस अनि यो काठमाडौँमा रोड नलेज अलिकति इन्हेन्स गर्नु छ भने चाहिँ आई गेस द फर्स्ट स्टेप वुड बी अवेरनेस होइन अनि अवेरनेस पनि त्यो जे पाइ त्यो अवेरनेस होइन कि एक्चुअलमा ट्राफिकले बसेर चिट जहाँ काट्छ नि जहाँ काट्नुपर्ने हो अब जस्तै बौद्धको रोड हेरौँ यहाँ अब यहाँ लेन डिसिप्लिन छैन भनेर चिट काट्नै मिल्दैन किनभने यहाँ लेनै छैन पहिलो सुरु होइन अब यस्तो ठाउँमा चाहिँ पहिला लेन बनाउनु पऱ्यो रुल बनाउनु पऱ्यो त्यसपछि इम्प्लिमेन्ट गर्नु पऱ्यो त्यसपछि टेस्ट गर्नु पऱ्यो त्यसपछि एजुकेट गर्नु पऱ्यो अवेरनेस फैलाउनु पऱ्यो होइन त्यसपछि पनि मानेन भने त्यसपछि चाहिँ चिट काट्ने हो क्या त्यसपछि चाहिँ मेक सेन्स गर्छ अब यो गाडीको यहाँ नो पार्किङवालामा लगाइदिएको छ होइन अब यहाँ नो पार्किङको न बोर्ड छ होइन मान्छेहरू यहाँ त रोकिहाल्छ नि अभियसली रोक्छ अब त्यो गाडीमा के बिग्रेरै होला बिग्रेर त होइन होला तर ड्राइभर पनि छैन त्यो गाडी सो यो कुरा चाहिँ अलिकति स्ट्रिक्ट हुनु पऱ्यो नेपालमा